हेलो नमस्कार। यो अर्को भिडियोमा यहाँलाई स्वागत छ। हामी चाहिँ अहिले फेरि पनि सुनसरीको धरान बजारमा आएका छौँ र यहाँबाट चाहिँ हामीलाई तानको अर्डर आएको थियो फेरि पनि, र हामी फेरि पुनः धरानमा आएर चाहिँ यो तान सेट गरिदिएका छौँ। हामीले उहाँलाई चाहिँ स्काई कलर लाएको छौँ। उहाँहरूको कलर चुज अनुसारले पनि हामी कलरहरू लगाइदिन्छौँ यो तान मेसिनमा। र हामीले यहाँ तान सेट गरिदिइसकेका छौँ। उहाँले चाहिँ अब साडी मिटरहरू बुन्ने, ढाकाको साथसाथै अन्य कपडाहरू, अब भाङ्राहरू पनि बुन्ने उहाँको उद्देश्य। त्यही अनुरूप चाहिँ हामीले अहिले सादा कपडा लगाइदिएका छौँ र सादा कपडा उहाँले अब यो बुन्नुहुन्छ। हामीले अब लगाइसके पछाडि यसरी बुनेर थोरै बुनेर देखाउँछौँ र उहाँलाई पनि हामी राखेर चाहिँ बुनाउँछौँ। अहिले हामीले यो सबै सेट गरिदिइसकेका छौँ। हामीले सेट गरिदिएर सबै चेक गरेर त्यस पछाडि हामीले बुनेर र उहाँलाई यसरी राखेर चाहिँ हामीले एक एक स्टेप चाहिँ सिकाउँछौँ र उहाँलाई चाहिँ सिकाएर हामीले फेरि सेल्फ उहाँलाई आफै चलाउन पनि दिन्छौँ र उहाँले आफै चलाउनुहुन्छ। आफै चलाएर चाहिँ उहाँले बुन्ने जान्ने भए पछाडि मात्रै हामी चाहिँ अब छोडेर आउँछौँ र बिचमा चाहिँ अब केही समस्याहरू भयो भने पनि हामी उहाँलाई चाहिँ भिडियो कलबाट अब चाहिँ समाधान गर्ने कोसिस गर्छौँ। होइन भने हामी फिल्डमै जान्छौँ र यो तानमा कुनै समस्या आउँदैन। तपाईँले ढाकाको साडी पनि ढुक्कसँग बुन्न सक्नुहुन्छ। यो तानले ढाकाको साडी चुटाउँदैन। नयाँ कोका हुँदा अलिअलि कोकाले तपाईँलाई समस्या गराउन सक्छ, तर त्यो पनि अहिलेसम्म देखिएको छैन। यो तानबाट धेरैले सोध्नुहुन्छ तान साडी बुन्दा धागो चुटाउँदैन भनेर। यसले धागो एकदम चुटाउँदैन है।